यो हेलो एन्ड नमस्ते एभ्रिवान। मेरो नाम चाहिँ गौरव गौतम है। अहिले चाहिँ बिहानको 7:30 भयो होला हैन। अनि आज चाहिँ हामी बारपाक जान लाग्यो। अनि म चाहिँ अहिले यहाँ घरमा हो है। अनि केटाहरू चाहिँ आउँदैछ, केटाहरू चाहिँ उता पेप्सकोला बस्छ हैन। अनि अरू साथीहरू चाहिँ यतामाथि बस्छ। अनि तिनीहरू आउँदैछ। अनि तिनीहरू आउने बित्तिकै हामी यहाँबाट हिँड्छौँ। सही टाइम लगाइन्छ जस्तो लाग्यो केटाहरूले। एकछिन टाइम लाग्छ भन्दै थियो। बाई द वे यो चाहिँ मेरो फर्स्ट भिडियो है युट्युबमा। अनि त्यसै कारणले चाहिँ मन पराइदिनु होला है। त्यही हो। अनि अब चाहिँ हामी यहाँबाट निक्लिन्छौँ। लेट्स गो। बनाएर साथीको हक्क लगाइछ यहाँ बस्दा बस्दा। 2 चोटि पञ्चर भइसक्यो आज। त्यहाँ बसिरहेछ। ठाउँमा त्यो तनाव दिइरहेछ। अहिले दिउँसोको 2 बजिसक्यो। हामी लारबाग जानुपर्ने मान्छे स्टिल यहीँ लिइरहेछ अझैसम्म। केटाहरू चाहिँ गइसक्यो। त्यो अघि बुलेटमा त्यो सायद चाहिँ गइसक्यो होइन। अब हामी जान लाग्यो। अब चाहिँ सिधै मलेकुल रोकिन्छ होला खाना खानालाई। अनि त्यसपछि चाहिँ चलिन्छ। हाम्रो खास गरी बिहान हिँड्दाखेरि चाहिँ बारपाक नभए नि बारपाकसम्म पुग्ने थियो। त्यसपछि चाहिँ केटाहरूले ढिलो गर्यो। अनि बाइक पङ्चर भयो 2 चोटि। अहिले 2 बजी लागिसक्यो। त्यसै कारणले आज चाहिँ हामी गोर्खासम्म मात्र पुग्छौँ जस्तो लाग्यो। बारपाक चाहिँ पुग्दैन होला। तर खै भ्याइन्छ होला खै। लेट्स सी के हुन्छ। अहिले चाहिँ हामी ट्याक्क मलेखु आइपुग्यो होइन। अनि ट्याक्क 77 किलोमिटर हिँडेछ हामी अहिलेसम्म चाहिँ। अब खाना खानु लाग्यो। खाना खाएर चाहिँ अब हामी यहाँबाट निस्किन्छौँ होला। जहाँसम्म चाहिँ मलाई त्यही लागिरहेछ। यो पुरै पुल हाम्रो ब्रो। यताउति लाइट देखाइदेऊ न। Look at this. अब 3टा पार्ट गर्नुपर्छ ब्रो हामी। यता देखिरहेछ माथि। कहाँ घरै छैन, कहाँ घर देखेर आने। Look at my shadow. मलाई त देख्दैन होला यार। यसरी चाहिँ देख्छ होला। ओ दाइ कसलाई ओ दाइ भन्न यहाँ कसले सुन्छ यार तिमीले बोलाएको ल भनेर।
हामी यहाँबाट Look at this. Love this, man. Oh my god. केभिन दाइको भ्लग गइरहेको छ त्यहाँ खतरा बवाल केटाहरू रेला गरिरहेको छ क्या Oh my god, what do you mean? यो तर बाक्लै छ नि यत्रो मोटो भनेको त ए नलाग्दिएर आमा हामी तल नलगौँ होला यार बाइक त ल अनि कसरी जाने भन त Good morning everyone. अहिले चाहिँ हामी यहाँ लाप्राकमा छौँ. I just love this man. खतरा लाइफमा फर्स्ट टाइम देखेको है यस्तो ड्रिम जस्तै लागिरहेछ हौ यस्तो हिउँ हामी जो बसेको यहाँ हो के अरे माया होटेल एन्ड लज देखेको छ होइन यहाँ र पुरै त्यो हुन्छ नि 1-2 हप्ता त मेरो आइ नै बढ्ला जस्तो लागिरहेछ यस्तो फ्रेस छ क्या अब केटाहरू चाहिँ भित्र रमाइलो गरिरहेछ पुरा सिरोकमा उडेर हो मजाले बसिरहेछ त्यहाँ चिया खाँदै त्यो चाहिँ हामी खास गरी आउँदाखेरि चाहिँ यहाँ यस्तो हिउँ परेको थिएन क्या यो ठाउँमा चाहिँ जोस् आजै हिउँ पऱ्यो होला होइन जोस् यहाँ चाहिँ त्यति धेरै नै परेको छैन तर जोस् यहीँ यस्तो पऱ्यो भनेपछि माथि हिजो हामीले हिउँ खेल्ने ठाउँमा त कस्तो पऱ्यो होला बाइक त कुदाउनै सक्दैन रहेछ हिउँमा त मैले अहिलेसम्म एकचोटि नै एक्सपिरियन्स थिएन लास्ट दामी ठाउँ हो तर यो ड्रिम जस्तै लागिरहेको त्यहीँ तल चाहिँ त्यस्तो हिउँ छैन होइन यहीँ माथि छ त्यसै कारण हामी चाहिँ अहिले यहाँ तल लाप्राकमा छौँ होइन ओहे अहिले चाहिँ हामी यहाँ लाप्राकमा छौँ अनि हामी अहिले यहाँ खाना खाएर माथि जानुपर्छ माथि चाहिँ एकदमै हिउँ पर्छ माथि चाहिँ जोस् यहाँ चाहिँ आजै मात्र हिउँ पऱ्यो हो के अरे माथि चाहिँ हिजो अस्ति नै हिउँ परेको थियो त्यसले गर्दाखेरि चाहिँ माथि चाहिँ झन् धेरै हिउँ परेर चाहिँ झन् गाह्रो हुन्छ जस्तो जानलाई चाहिँ माथि बाइक राखेको थियो क्या अब माथि त्यहाँ जाने भनेको छ आज यहाँ खाना खाएर तर त्यहाँबाट उता चाहिँ हिउँ पग्लेर हामी आइपुगेको थियो अहिले त्यहाँ हिउँ पुरा जोस् यति जति जम्या छ अरे अनि त्यस्तोमा पोसिबल हुँदैन बाइकमा जान अनि बाइक छोड्ने कुरा नि भएन त्यसै कारणले चाहिँ अड्केर जस्तो लागिरहेछ के गर्ने चाहिँ थाहा छैन जोस् मैले लाइफमा यस्तो सही भ्यू चाहिँ देखेको थिएन So with bro, you having fun? Yeah bro, so much fun. केटाहरू भर्खर बाहिर आयो के भन्ने यस्तो दामी ठाउँ लारपाकमा है पहिलेदेखि म जान मन थियो त्यो भएर मैले चाहिँ उनीहरूलाई पनि यहाँ सँगै लिएर आएको होइन उही हो हामीलाई लिएर आउने यहाँ चाहिँ मान्छेहरूले म नि फर्स्ट टाइम नै आएको हो म गोर्खा चाहिँ धेरै आएको थिएँ होइन मान्छेहरूले यहाँ चाहिँ हिउँ पर्दैन भन्छ भाइ तर यस्तो दामी हिउँ परेछ ब्रो त्यही भएर है लुक एट दिस म्यान ल ब्रो तर हामी फर्किँदाखेरि चाहिँ लास्ट लास्ट ऱ्याक फर्किँदै हामी बाइक आउँथ्यो बाइकै राख्नु पर्यो हिउँले होइन सिजन जोस् यो चाहिँ अफ सिजन हो क्या हुन चाहिँ होइन तर हिउँ खेल्ने हो भने चाहिँ जोस् जाँदाखेरि चाहिँ हामीलाई ऱ्याक नहोस् त्यही हो मेन हो चाहिँ ब्रोले यहाँ फोटो हानिदिइरहेको छ मेरो ब्रो यार त्यहाँ त हेर न मैले पुरै क्या यहाँसम्म चाहिँ वाम पाराको होइन हो त्यसरी गोपोले हात पनि देखाउन यसरी I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. Everything I do so instinctive and so passionate. Every word I move so descriptive like an adjective. I got a vendetta against people who patented being negative when you should be getting after it.
I got facts over tracks, this and that. Spitting slow, spitting fast. I could roast, I could gas. Think I'm okay at last, but I don't know if that can erase all the past. And the pettiness, a reflection of the emptiness. Hilarious, you think you're worth my time, you're delirious. Mysterious, because you hide behind a fake exterior. Inferior, you know I'll always be a bit superior. Get off of me, this ain't no humble brag. I want you to hear words, you can say them back. I want you to feel free from the chains at last, and to believe in what you got, it was built to last, yeah. Now that I've been put through hell, I never got anyone's help. I had to do it all myself. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. Gonna learn the consequence of being incompetent. Mental health is confidence, dreams and some modestness. I'm not here to save the day, that's for you to take away. I could play a million mind games, but instead I say something not illogical, something that is topical. Rub it on and watch it go, make yourself unstoppable. Dreams are irresponsible, but they're always possible. If you just believe, you could be so remarkable. Thoughts in my head, a collage and they spread. I'll be great one day, going off of my meds. No, I'm not giving up, no, I'm not giving in. I will make it to the top, taking off in the wind. I gotta make it, I'm saving every day to taste it. I'm patient, but my mind, it can hardly take it. I'm chasing a dream that I've had for several ages. A vacant, modern kingdom for the taking. Now that I've been put through hell, I never got anyone's help. I had to do it all myself. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'm in heaven, man. Heaven, right? There's no feelings in heaven. It's all like heaven. All heaven. You are heaven, I'm heaven. She's heaven, everything's heaven. Whatever I see. And you are high heaven. too, brother. I'm flying high. Look at these eyes. I'm high. And it's very high. Yeah, we are on high altitude too, right? Look, Sobit bro, वहाँ पुगिसक्यो. करण ब्रो, तिमीलाई कस्तो फिल भइरहेछ ल भन न. Yeah! Boy, sorry. Yes. Sorry. No, very good. Hello. My ass is feeling cold now. केविन दाई, तपाईको इच्छा पुरा भयो त? एकदम भाइ, म जन्नतमा छु, जन्नतमा. केविन दाईको इच्छा थियो रे यसरी सुत्ने हिउँमा है. ओए पुरा न यार, हिउँले पुरा यार. तिमीले के बनाइदियो रे त्यो? क्यामेरा बनाइदियो, खोइ मलाई देखाउ त ल. किन लजाको तिमी भन त? किन लजाको? त्यसरी नलजाउ त. ल उ त्यो भाइ क्या राम्रो देखिरहेछ त्यहाँ हेरेर ल. दिस इज ब्युटी म्यान. म चाहिँ अहिले यहाँ कहाँ भन्ने हेभेनमा छु. अघि चाहिँ गोब्रेले खिच्दा ब्याट्री सक्यो होइन, पुरै हिउँ छ होइन. अन्त केटाहरू चाहिँ ऊ त्यहाँ अगाडि गएछ, यहाँ अरूहरू हिउँ खेलिरहेछ. यहाँ हिजो हामी आउँदाखेरि चाहिँ यहाँसम्म बाइक लिएर आएको थियो हामीले. हिजो यहाँसम्म बाइक लिएर आएको थियो अनि यहाँबाट तल चाहिँ पुरै हिउँ थियो. अनि हामीले बाइक चाहिँ यहाँ नराखौँ उता राखौँ भनेर उतै राखेर हिँडेर तर लाप्राकसम्म गएको थियो. अनि लाप्राक चाहिँ यहाँबाट देख्छ कि देख्दैन? लाप्राक चाहिँ देख्दैन यहाँबाट. त्यो नयाँ बस्ती उहाँ त्यो तल चाहिँ नयाँ बस्ती हो त्यहाँ तल. हिजो आउँदाखेरि पुरा बाटो थियो यहाँ, आज हिउँ छ. त्यही हो, चिसोमा चाहिँ एकदमै चाँडो सकिने रहेछ ऊ चाहिँ ब्याट्रीहरू चाहिँ. अहिले हामी यहाँ ठ्याक्क हिजो बाइक राखेको ठाउँमा आइपुगेको. यहाँ आउँदाखेरि चाहिँ यसो हेरेको त बाइकको हालत त. Look at this. यहाँ हाम्रो बाइक छ. केटाहरू यहाँ फोटो खिच्न लागिरहेछ बाइकको अगाडि, एउटा मेमोरी हुन्छ भनेर. यस्तो हिउँले गर्दाखेरि चाहिँ अब हामी जाने चान्स चाहिँ छैन जस्तो लाग्यो. अझै 1-2 दिन चाहिँ अड्किन्छ जस्तो लाग्यो. यस्तो बाटो कसरी जाने भने हिँडेर? What do you mean हिँडेर ब्रो? जाऊ नि त हिँडेर, तिमी अहिले हिँड्दै जाऊ.
उसले त तिनटै बाइक फेरि दुईटा एफजेड एउटा बुलेट तिनटैको टायर चिप्लिन्छ यस्तोमा मेन त बाइकै स्टार्ट हुँदैन जस्तो लागिरहेको छ कि मलाई चाहिँ मेन कुरा चाहिँ अब यहाँबाट कसरी फर्किने के गर्ने चाहिँ भइरहेछ अब त्यही हो हुने भइसक्यो यहाँ हिउँले एउटा चाहिँ राम्रो पनि भयो तर फर्किनेलाई चाहिँ लास्ट ल्याङको त्यही हो ओके गाइस सी यू सो गाइज अहिले चाहिँ बिहानको 10 बजे होला होइन अनि हिजो राति चाहिँ हामी बारपाका आयो त्यो हिलो भन्दा नि पुरै हिउँमा कुदाउनु पऱ्यो अब मैले पाएँ भने चाहिँ त्यो फोटो अन्त भिडियोहरू राख्छु मलाई त्यो बेलामा बाइक चलाउनु टेन्सन भइरहेको थियो के कसरी भिडियो खिच्ने भयो क्या सो अहिले चाहिँ अब हामी काठमाडौँ फर्किनु लागेको अनि बाइकको हालत चाहिँ मैले देखाइहालेँ हेर्ने यस्तो भएको छ पुरै बाइकै वेट बढाए जस्तो भइरहेछ अनि यता बाटो पनि त्यस्तै छ फेरि यस्तो बाटो जानुपर्ने हामीले अब चाहिँ यहाँबाट निक्लिनु लाग्यो सो गाइज ह्याभ फन इन्जोय योर डे त्यही हो बाई पिस आउट